हाई एभ्रिवान वेलकम टु माई युट्युब च्यानल टिबिएल मगर। यहाँहरू सम्पूर्णलाई मेरो युट्युब च्यानल टिबिएल मगरमा धेरैभन्दा धेरै स्वागत छ। नमस्ते जोड्दैछ। आज चाहिँ म हजुरको माझ एउटा सानो भ्लग, छोटो मिठो भ्लग लिएर उपस्थित भएको छु। सबैजनाले मेरो भिडियोलाई थोरै समय लगाएर पनि अन्तिमसम्म हेर्नु होला। र मैले नेपालबाट एउटा बाँसुरी लिएर आएको छु होइन। लगभग 10-15 वर्ष अगाडिको कुरो। हाम्रो गाउँमा सानो कार्यक्रम राख्ने गर्थ्यो, नाटकहरू होइन। त्यो टाइममा चाहिँ मैले बाँसुरी बजाउने गर्थेँ होइन। कहिलेकाहीँ मादल पनि गर्ने गर्थेँ होइन। तर खासै पर्फेक्ट त छुइनँ होइन, हल्का फुल्का बजाउनु मात्र आउँछ। अब हजुरको माझ म पुरानो लोकदोहोरी गाना भेटैमा भयो सोल्टिनी ज्यू के छ नि समाचार, धरान कुटा भेडेटा सोल्टिनी ज्यू जोडाउन घरबार भने गीत चाहिँ बजाउन गइरहेको छु। हजुरहरूले सुनेर प्रतिक्रिया दिनु होला है त। कस्तो लाग्यो मैले बजाएको बाँसुरीको गीत? यदि काहीँ कतै बिग्रेछ भने प्लिज कमेन्ट गरिदिनु होला। र यो भिडियो मार्फत के भन्न चाहन्छु भने, जति नै मेरा आफन्तजन लगायत सम्पूर्णलाई धेरैभन्दा धेरै मिस गरिरहेको छु। र मेरो भिडियोलाई धेरैभन्दा धेरै माया गरिदिनु होला। र मेरो एउटा सानो युट्युब च्यानल खोलेको छु होइन। सबैजनाले टिबिएल मगर सर्च गरेर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला भन्न चाहन्छु होइन। मेरो भिडियोलाई चाहिँ हेरिदिनु होला, माया गरिदिनु होला सबैजनाले। हजुरको साथ सपोर्ट चाहिएको छ मेरो होइन। यदि साथ सपोर्ट बिना त केही पनि चल्दैन। एउटा हातले मात्र ताली बज्दैन होइन, ताली बजाउनलाई दुई हातै चाहिन्छ भने होइन। सबैको साथ सपोर्ट भएर मात्रै हामी अगाडि बढ्न सकिन्छ होइन। त्यो कुरोको कारणले गर्दाखेरि सबैजनाले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु सबैजनालाई। बाई बाई है, नेक्स्ट भिडियो लिएर आउँछु ल।